आज चाहिँ हामी जाँदैछौँ आरती हेर्न। हजुरआमा काठमाडौँ आएको बेला हजुरआमालाई नै आरती देखाउनु पर्यो भनेर भाइ र म जाँदैछौँ आरती हेर्न। भाइले चाहिँ हजुरआमाको हात समात्दै हिँडिरहेको थियो अनि ठ्याक्क हामीले बाटोमा फ्रुट सलाद देखिहाल्यौँ। त्यसपछि ठुलो भाइले चाहिँ फ्रुट सलाद ल्याएर हजुरआमा भाइ आफू खाँदैछ, मैले पनि थोरै खाएँ। त्यसपछि हजुरआमाले चाहिँ एउटा पसलबाट प्रसादहरू किन्नुभयो गाउँ लग्नलाई रे पशुपतिको भनेर। त्यसपछि हामी गयौँ माथि डाँडामा अनि त्यहाँबाट पशुपतिको भ्यू हेरेर फर्किँदै थियौँ। अनि त्यहाँ मेहन्दी लगाउने यति धेरै बस्नुभएको थियो, सबैजना मेहन्दी लगाइराख्नु भएको थियो। अब साउन पनि लाग्यो, मेहन्दी त लगाउनु पर्यो भनेर मैले पनि मेहन्दी लगाएर यहाँ देखाउँदै थिएँ। भाइले क्यामेरा समातिरहेको थियो, खसे जस्तै भयो कि भाइ। अनि त्यसपछि हामी गयौँ सिधा आरती हेर्ने ठाउँमा। त्यहाँ चाहिँ सबैजना कुरेर बस्नुभएको थियो कतिखेर आरती स्टार्ट हुन्छ भनेर। अनि एकैछिनपछि आरती पनि स्टार्ट भयो अनि हामी सबैजना मिलेर भजन गाउँदै ताली बजाउँदै आरतीहरू हेर्न थाल्यौँ। अनि आरती हेर्न चाहिँ मलाई यस्तो रमाइलो लाग्छ। त्यहाँ एकजना दिदी नाच्दै हुनुहुन्थ्यो अनि आरती पनि सक्यो।